मेलाम्चीबाट आउने पानी जुन छ त्यो अहिले चाहिँ त्यहाँको समस्याले गर्दाखेरि पानी धारामा आउन बन्द भएको छ। त्यसले गर्दाखेरि मैले फेरि ट्याङ्करबाट पानी किन्नुपर्ने अवस्था आएको छ। पानी किनेर प्रयोग गर्दाखेरि मलाई हप्तामा 2500 जति खर्च पनि लाग्ने र त्यो लिन पनि अलि सजिलो चाहिँ छैन। र पानी प्रयोग गर्दाखेरि मलाई त्यति चाहिँ जति चाहिँ पहिला मेलाम्चीको पानी प्रयोग गरेर जति आनन्द आएको थियो आनन्द आएको छैन। यो समस्या मैले तुरुन्तै समाधान हुने देखेको छैन। मेलाम्चीमा बाढी पहिरो जाने त्यहाँको भुछ भएर चाहिँ इन्टेक रोक्नुपर्ने कुरा हरेक वर्ष हुन्छ। त्यसले त्यो 3 महिनाको लागि के गर्ने त? ट्याङ्करको पानी लिने कि अर्को व्यवस्था गर्ने भनेर हेर्दाखेरि अब म आफै पनि पानी बिगे भएको हुनाले यो आकाशी पानीको संरचना जडान गरेर पानी नै बरु आकाशी पानी नै पिउँ कि भन्ने मैले सोचिरहेको। मैले अब आकाशी पानी कसरी सङ्कलन गर्ने भनेर सोच्दाखेरि तुरुन्तै मैले स्मार्ट पानीलाई एउटा कम्पनी छ त्यसलाई फोन गरेँ। फोन गर्न साथै प्राविधिकहरू यहाँ आएर हेर्न आउनुभयो र त्यसपछि हामीले कहाँनिर आकाशी पानीको संरचना राख्ने भन्ने निर्णय गरेर भोलिपल्ट नै उहाँहरू आएर जडान गरिहाल्नु भयो र एक दिनमै मेरो आकाशी पानी सङ्कलन गर्ने प्रविधि सबै तयार भयो र त्यही दिनमा नै पानी पनि पर्यो। आकाशी पानी पर्न पानी मेरो ट्याङ्कीमा पानी भर्न थालिहाल्यो र यसको लागि मैले करिब 45,000 रुपियाँ जति खर्च गरेको थिएँ होला। अहिले यो 10 दिन भयो ट्याङ्कर पानी किनेको छैन। यसरी नै गर्ने हो भने 45,000 रुपियाँ भनेको तुरुन्तै रिकभर गर्न सक्ने रहेछ। मेरो घर जस्तो घर थुप्रै काठमाडौँमा होला जसले यस्ता प्रविधिहरू चाहिँ राखेर आकाशी पानी सङ्कलन गर्न सक्नुहुनेछ र यो व्यक्तिगत रूपले मात्र गरेर हुँदैन। यसको लागि चाहिँ नगरपालिका नेपाल सरकारले पनि पुरै यसको लागि चाहिँ नीति निर्माण गर्ने र यसको लागि चाहिँ प्रबन्धन गर्ने कामहरू गर्नुपर्ने हुन्छ र यस्ता प्राविधिक कम्पनीहरू स्मार्ट पानी लगायत अरू पनि थुप्रै कम्पनीहरू छ तिनीहरूले पनि उनीहरूको सेवालाई चाहिँ अझ बढी विस्तार गर्नको लागि चाहिँ मद्दत गर्नुपर्ने हुन्छ। र अर्को भिडियोमा म तपाईँहरूलाई यो समग्र रूपमा आकाशी पानी सङ्कलन गर्ने र यसको नीति निर्माण कस्तो हुनुपर्छ भन्ने कुराहरू म लिएर आउनेछु। अहिलेलाई धन्यवाद।